हेलो गुड मर्निङ एभ्रिवान, नमस्ते सबैजनालाई। भोलिघाटहरू सम्झिनु होला, म पनि गुड एन्ड फाइन छु। आज एउटा लागि चिया खाएर गएको होइन, उठेर पानी खाएँ, चिया खाएँ, चलिदिएँ। 7:30 भयो, 8 बजे पुग्ने हो। पुग्छु कि नै हिँड्दै जानु लाग्यो। आज चाहिँ बोल्न नि केही जान्दिनँ, केही गर्न नि आउनु, अझै नि चिन्दिनँ के हुने आज हालत मेरो। उहाँ गएपछि मोबाइल बुझाउने हो, त्यहाँदेखि सिलाइदिने हो। त्यसपछि फेरि बेलुका फर्किने बेला दिन्छु, फेरि लिएर आउनु। कुकुरबाट बेर भइसक्यो। कहाँबाट जेब्रा क्रसिङ उहाँबाट रहेछ। ठाउँमा नेपाल लास्ट कम रहेछ, सब जामिच कमै। हाम्रो सिधै अगाडि हो पुरै। ल कति मिनट बाटो, 20 मिनट कति। म आउन चाहिँ सही बाटो आएको कि गलत बाटो अगाडि आउनु यार। हिजोको जस्तै त हुने हालत। लिटरली एउटा टी सर्ट एउटा कट्टु ल्याएर गएको त भान्जे त अनि पऱ्यो के यार। म चाहिँ स्कुलको नजिक आइसकेँ। अब स्कुल छिर्छु होइन, त्यसपछि बोल्न नि दिन्न, मोबाइल चाहिँ सेन्सेलाई दिन्छु अनि बेलुका सुनाउँछु के भयो। ल पढेर आइयो यहाँमा आजको दिन। अनि बित्तिकै बस्यो अगाडि आएर सेन्सेले जापानिज भाषा भन्छन्। एउटा केही बुझ्यो भए त ल इङ्ग्लिस पिरियड हुँदो रहेछ, त्यही पनि हप्तामा 2 दिन कति दिन त्यही मात्र बुझेला इङ्ग्लिस पिरियडमा, अरू त केही बुझेको मैले झन्। अनि अघि जापानिज केटाहरूको नि यतै रहेछ घर, मस्त घान्दै आएँ। अब खाना खाने बेला भयो। शत्रु जति ब्याचलर पास गरौँ भने भए पो पैसा झर्छ त। जा अब एसएलसी ल 20 त ल्याउनु न ल। मेरो नेपाली पैसा 4 दिन ल। स्कुलमा पढ्न पर्छ हामीले। म्यारिज स्यारिज जान्दिन, किटी सिटी 3 पत्ती जुटपत्ती। चुराको 5 तपाईको मेरो 5 6 7 8 भयो है। हेलो गुड मर्निङ एभ्रिवान, ह्याप्पी तिहार सबैजनालाई। आज चाहिँ तिहार, म फेरि स्कुल हिँडिरहेको। अब यहाँ चाहिँ सेलिब्रेट गर्ने भनेको 2-3 बजीतिर हो। 3 बजीसम्म आउँछु, त्यही 3-4 बज्छ सेलिब्रेट गर्दाखेरि। सबै काममा जानु आज पनि काम छ सबैजनाको, त्यही हाफ टाइममा आउनुहुन्छ। अनि त्यसपछि हामी हाफ टाइम गरेर आउनुहुन्छ, अनि बल्ल सेलिब्रेट गर्ने। म चाहिँ झोला बोकेर चल्दै रहेको। आज त ढिलो भइसक्यो, तर हिजो 8 बजे आएर भनेर 8:15 सुरु भएको थियो, त्यही भएर म आनन्द हिँड्न हिँडिरहेको। त्यही हो, त्यही सुरुमा जितेँ है पुरै मिलाएर, त्यसपछि त हारियो भन्ने लाग्नु पैसा त हारिनँ। 200 रुपियाँ जितेरै उठेँ। 1:30 भयो है। अनि बिहान 7 बजे उठ्न सुतेँ म। अनि भर्खर उठेर कफी खाएर निस्केको, बेर भइसक्यो। त्यही भने लथङ गर्दा पढ्दै जाँदा बानी परेर त जान्नेलाई के अरे अहिले त सबले लेख्छन् है त्यो
म त के भने ती लेख्ने अरे सुरुमै अरूसँगै बसेर पढ्ने क्या छुट्टी क्लास होइन कहिलेबाट छुट्टी क्लास हुन्छ जापानिजहरू त्यसपछि अझै सिकियो होला नत्र त आमामा लट्ठै भयो जस्तो ठ्यार पढेर आइयो च्याप्पा लाएर अब गएर टिका लाउने तिहारको 4 बजिसक्यो यहाँ त अब जाँदा जाँदा बच्चा जस्तै 4:20-30 यहाँ त त्यस्तै हो क्या रातिमा गयो टिका लाउनु त दसैँ तिहार जे पनि उहाँ भोक लाग्थ्यो थियो उस खायो दुध खायो त्यही हो दुध मात्र खायो आज माछा साछा के थियो कि म गइनँ उता अब त टिका त त्यस्तो झुटो खाएर लाउनु कुरा भएन अरू बेला जे गरे नि उहाँ घरमा कुट्दै बस्नु भयो होला मलाई उसले ताल पनि नि आज म त्यहाँ सबभन्दा ढिलो एटेन्ड हुने नै म 4 बन्द लागिसक्यो आज तिहार आज भन्ने पनि लागेन क्या मलाई कसम कान थाप्ने थापेको म त ठुलो खानु मेरो टाउकोमा पनि लगाइदेऊ नलाइकन बस्ने खानु आएर बाटो छ अहिले तेल लाउँछ बनाइदेऊ अलि जापानको मेरो पहिलो तिहार गाई म यस्तो भएको थिएँ पहिला दारी थिएँ झ्याउला भन्छ तिम्रो नि हेलो गाइस टिको लाउँदै गरेको अवस्था मैले ल गाइस हामीले पिङ्क कलरबाट सुरु गरिरहेको छौँ पछि ग्रीन कलर है हाय मिदोरी मिदोरी न चुकी वा किरो सो सो हाय किरो न सो सो किरो न चुकी वा आखा दे भने गाइसमा हाय आखा हाय चुकी वा अलि तल तल ठिक्क सबै कलर देखिने गरेर गर न अलि तल पिठो बच्छ फेरि चुकी भएको रे नानी पिङ्क ओनाजी चुकी गरिछन् त्यस्तो मेहनतले गरेको त टिका गाडीको गीत भन्दै के बस 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 कस्तो कस्तो खाना पनि टिका पछि अनि मैले हात बान्ध्या भनेकै हो के रे यहीबाट छोड्नु सक्दैछु हुन्छ ब्लुटुथ वाला छाएर लाएर ढले चाहिँ ढले स्कुल अहिले केटीको निधार आउँछ पहाड स्टोरी हाल्छ फोन गर्दा चाहिँ फोन लगाएर मलाई त दुईटा माला लाउन पर्छ क्या हो दुईटा लाउँछस् भाइ टिका राम्रोसँग है टिका पुच्छेला फेरि ल जिउ गरेर दिदीलाई हात देख्छ नि ल जिउ गरेर दिदीलाई हार जति जितमा परिवर्तन भएर तिहार पनि सकिसक्यो फाइनली होइन 5:30 भइसक्यो भोक लाग्यो अब खाना खाने बेला भयो च्याप्पा लाएर तिहार पनि सक्यो अब छिटो भेट्नुपर्छ नयाँ भ्लगमा थ्याङ्क्स टु वाचिङ बाई